त रेडी भयो प्रलाहरु रेडी छ कि ओके हाले दुई आज रेडी टु वर्क हाम्रो भेटघाट साउको चाहिँ फर्स्ट हाइकिङ है ल ल सुरु भयो ल फर्स्ट हाइकिङ आयो है आयो ल मोबाइल खस्छ कि बिचारमा चाहिँ अरु के पर्छ खस्दैन हो त्यस्तो राम्रोसँग चेपेको छ अब एप्पलले बनाइ छ धेरै चिज आइप्याड अस्ति नयाँ ल्याइहाल्यो अनि मोबाइललाई कुन चाहिँ केले रोकेको छ त नि हैन दाइ वाइफाईमा प्रब्लम थियो के आटो भइहाल्यो नि त रुमाल दिएँ मैले तपाईँलाई कि यावा यही यो वा यावा मेरो टाउको काम देख यस चुम भन म त यावा मोमन दाइ सिकान यावा यावा दे तम तका यस्तो गर्मीमा हाइकिङ ल यो त चाहिँ अब यो आधा घण्टा आज यो जुत्ता लाएर आएछ भने ठिकै होला कि जाने नि बुढोले सही जुत्ता लाएर झ्याउ हुन्छ सही जाने के बुढोले सही बुझेको जानेको जस्तै गर्थ्यो सेन्जे त यहाँबाट राम्रो कहाँको हाम्रो हाइकर यावा आउनु न बिचमा आउनु न हौ मेन मान्छेले त बिजु राख्नुपर्छ राई सर बिचमा आउनु न राई सर हेलो रहेछ नि त राम्रो रहेछ नि हो दाजु होइन यस्तो हाइकिङ हो हाइकिङ भनेको त्यही त अझै उता गाई बाख्रा साख्रा नि हेर्नुपर्छ हाइकिङ भनेको अब गाईले गाई हेर्ने भने यही हो उत्तापट्टि हाँ? यङलुङमा हाम्रो घर छ के को डर छ यङलुङमा घर छ गाडी राख्यो बेच्ने गाडी ओ अब अरू त रहेछ नि त अहिले एस आइपुग्यो भयो सिद्धि हो यो सकिँदैन सकिँदैन मान्छेहरू हिसाबले यति आउलोमा त्यहाँ जाँडामा पानी डाँडा बनाउनु पानी राखेर त्यो बुटमा हाल्ने के गर्छ बिचरा त्यही त हो अब सिद्धियो सकियो यो त खाजा सानो खाजा खा जस्तो यो त 4 घन्टा 5 घन्टा हिँड्नेलाई हिँड्दै हो नि त यो त चटनी जस्तो चटनी सेन्जेन त कति नजिक छ हाइकिङ सेन्जेन दिएको पुल राम्रोसित देख्छ बासाले त्यो नाकाहरू पहिला थिएन अहिले सबै हो बासाले आछेन नि क्यामेरामा त्यो दिइहाल्छ त्यही त पानी जमाउने तरिका ऊ के गरौँ हो ड्रप दिएर पानी जमेर राखेको छ के गरौँ हो क्या हेर त्यहाँ है सबै कसरी हुन्छ पानी हेर्नु न पानी पानी ए के को डराएको हो बुढो आऊ अहिले फेरि चाहिँ सामसुङ जस्तो भइजाला फेरि बसेर यो सकिसक्यो सकि त गयो नडर बगाउँदो छ नि त यहाँ हेर्नु है ओ गाई भयो
गाडीहरू त सुकाएकै छ त ओ नयाँ गाडी यो यताबाट निलो त्यो माथि हावा ताप लङ भेहिकलको माथि हावा ताप कति ठुलो हँसी रुख त अहिले 2 वर्ष जति भन्दा आएको हत्ते बढेको अब आऊ हो आऊ आओ भिडियोवाला मान्छे वर्ष पुरुष बस दुईजनामा सेकेन्ड हुने मान्छे आउँदो सिट दुईजनामा एकजनालाई पछारेर सेकेन्ड किन कस्तो हो